ल है साथीहरु, आज चाहिँ रोटी तरकारी बनाइदिन लागेको किनकि बच्चाहरुले रिक्वेस्ट गरेको छन् के। अनि म यहाँनिर यो टुकटुकेमा म चाहिँ यसलाई टुकटुके भन्छु के, मैले आफै नाम दिएको हो। यसरी लसुन कुट्दै छु है साथीहरु। मैले अदुवा चाहिँ लाइन है, हामी प्राय अदुवा खाँदैनौं क्या, कुनै कुनै कुराहरुमा मात्रै लाउने गरेका छौं किनकि अदुवाले धेरै प्रब्लम हुन्छ भन्ने सुन्यो, त्यही भएर क्या खाने आदत पनि हराएछ, धेरै भयो अदुवा छोड्दिएको है। अनि अब यो टुकटुकेमा ट्वाक 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 लसुन कुटिसकेपछि अब म मटर र आलुमा सिट्ठी लाउनेवाला छु के। डियर फ्रेन्डहरु, मैले यो सबै पखाल पुखुल पारेर मटर आलु टमाटर अनि लसुन चाहिँ टुकटुकेमा ट्वाक 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 पारेर यहाँ राखिसके। अब सिर्फ यहाँ आवश्यक भनेको प्याज पर्यो, त्यहाँदेखि उता भनेको म मसला लाउँछु, धुलो मसला त्यति है। हजुरहरुको मोटी दिदीले राख्ने भनेको किनभने बच्चा बच्चीहरुले पिरो खाँदैनन्, खोर्सानी कहिलेकाहीँ मात्रै हो, कहिलेकाहीँ चाहिँ राख्छु हैन, उनीहरुले नखाने तरकारी छ भने। मेरी आमाले हेर्नु न मिठो मिठो तरकारीहरु खोजेर ल्याउनुहुन्छ। यो के अरे के पो भन्छौ, घिरौला हैन। अनि घिरौलाको साथसाथै यो चिचिन्डो पनि छ, हेर्दा उस्तै उस्तै देखिन्छ, अलिकति फरक मात्रै है तर स्वाद पनि फरक छ है साथीहरु। यो घिरौला भन्दा पनि यो चिचिन्डो चाहिँ धेरै नै स्वादिलो हुँदो रहेछ क्या। यसको रस त यति मिठो हुन्छ कि बच्चाहरुलाई पनि मन पर्छ। घिरौला चाहिँ ठिक ठिक है, यसलाई पनि अब हेला गर्नु भएन हैन त अनि यो चाहिँ मेरी आमाले करेलाहरु काटेर यसरी सुकाएर राख्नुहुन्छ क्या, धेरै करेला भएको बेलामा, ल्याएको बेलामा। अनि अब त्यस्तो सस्तो भेटियो भने पनि अब यसरी काटेर सुकाइदिनुहुन्छ, पछि एकछिन ढडियाएर भुट्दा यति मिठो हुन्छ कि। त्यस्तै हो साथीहरु। यो बैगन अनि यहाँ रहेछ भटमासको पोका, कति बेला ल्याएर यहाँ राख्नु भएको छ थाहा छैन। अनि यो काँचो आँप चाहिँ जहिले हुन्छ क्या एनी टाइम यो काँचो आँप चाहिँ यहाँ हजुरहरुले देख्न सक्नुहुन्छ है। यहाँ चाहिँ एउटा काँक्रा रहेछ है। यस्तै छ है हाम्रो किचनको हालखबर छ। मेरी आमा र मेरो अक्सिजन चिया बनाउने दुध क्या हाम्रो चिया अक्सिजन हो नि त, मैले सर्ट भिडियोहरुमा पनि भनेर हालेको छु है। चिया बिनाको जिन्दगी अपुरो, त्यही भएर अक्सिजन भन्नु पर्यो। हाम्रो चिया बनाउने दुध हो। बच्चाहरुले भन्दा नि आमा र म खाने गरेका छौं क्या, बच्चाहरु त खासै खाँदैनन्। तिनजेलसम्म अब चाहिँ चट्टला र प्याज पनि काटिसके, ट्वाक्क लाएर साथीहरु कुकर पनि बसाइदिइहाले है। यसलाई एकछिन पत 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 धुन दिनु पर्यो कुकर दाजु चाहिँ पतपत हुन्जेल साथीहरु हामी यसो घुमघाम गरौँ है, घुमघाम गरौँ, एकछिन पतपती हुन छोडिदिनु पर्यो क्या। यहाँ हेर्नु न मकै यति लह लह हरियो, यता पनि हरियो, यता पनि डाँडा काँडा, हा कति राम्रो सिन। तर वातावरण चाहिँ यति गर्मी छ अहिले, आमामा घाम हेर्नु न घाम। साथीहरु, मेरी आमाले रोपेको फुल पनि यहाँ हेर्नु न कत्रो बिकासे खानेकुरा भन्छन्, अहिलेका खानेकुरा फुल पनि बिकासे आउन थाल्यो है। यो उहाँ खै कहाँ किनेर ल्याउनु भएको अरे यत्रा यत्रा पो छन् त हौ। राउँ है साथीहरु। कुकर दाजु, ए कुकर दाजु, हजुर कस्तो हालतमा हुनुहुन्छ? कुकर दाजुले त तेल मागिसक्नु भयो जस्तो छ, अब तेल हालौँ है साथीहरु। अब चाहिँ कुकर दाजुमा स्वाई तेल लाएपछि गुटुङटुङ नन स्टप हो क्या साथीहरु मेरी आमाले तेल धेरै हाल्छस् भनेर यति कराउँदिनन्, म चाहिँ यस्तो पारा क्या, एकदम चित्त बुद्धो तेल हाल्ने गरेको छु। अझै यो मलाई अहिले चित्त बुझेन भने तरकारी हालिसकेर नि म चाहिँ तेल थप्ने गरेको छु क्या साथीहरु। स्वास्थ्यको लागि राम्रो हो हैन, तर मेरो बानी चाहिँ यस्तै पर्यो है। हजुरहरुको मोटी दिदीको बानी यस्तै छ। दाजुमा यहाँनिर तेल पनि उथुल पुथुल हुन थालिसक्नु भयो। अब प्याजको पालो आयो। पालो पो भनेछु, कहाँ अहिले प्याजको पालो आउँछ। पहिला मेथी जिरा अनि त्यहाँबाट ज्वानो, त्यो त पड्काउनै बाँकी छ नि। प्याजको पालो यति छिटो म कहाँ आउन दिन्छु है साथीहरु। ल है साथीहरु, अब चाहिँ मेथी जिरा ज्वानो पटङटङ मकै पड्के जस्तै पाराले पड्किँदैछन् है। अब प्याजको पालो आयो एकदम साथीहरु। लसुन टमाटर सब मैले यही म त तेलमै फुराइदिन्छु के, यसरी मजाले भुटेर अनि अलिकति मसला लाएर अनि त्यसपछि मटर राखिदिन्छु। फुच्चे पनि आइसकेछ, गर्मीले यहाँनिर मम्मी खलखली भयो भन्दैछ। अब उसलाई चाहिँ म सिठी लगाइदिएर अनि मेरो फुच्चेलाई खलङलङलङ नुहाइदिन्छु है सानो, अनि शीतल हुन्छ नि। स्कुलबाट आएपछि जहिले नुहाइदिन्थे पोहोर पनि, यसरी नै गर्मी महिनामा आज पनि मेरो छोरालाई म नुहाइदिन्छु। आमा झुसीले किरा थुक्क कति चिलाउँछ क्या, त्यही भएर
यसले पो देखेर मम्मी कुन किरा भन्छ झुसुरी किरा भन्न थाहा थिएन स्कुलमा त कहाँबाट आउँछ त कति सफा गरे यहाँनिर घाँस झारपात नजिकै धेरै छन् नि त रोप बोट बिरुवा अनि यो तेलमा चाहिँ क्या एकदम यसरी टमाटरलाई मजाले भुटे टमाटर लाएर भुटेपछि चाहिँ कलर राम्रो निस्किँदो रहेछ क्या साथीहरू टमाटरको कलर हेर्नु न जति भुट्यो त्यति टमाटरको कलर निस्किँदो रहेछ क्या एकछिन 5 मिनट 6-7 मिनटसम्म त यसरी भुट्नै पर्ने रहेछ तेलमा अनि स्वाद पनि आउने कलर पनि आउने रहेछ क्या यसरी टमाटरको कलर हो खासमा चाहिँ यो टमाटरले नेचुरल कलर दिने रहेछ क्या तरकारीलाई यसरी तेलमा चाहिँ भुटिराख्नु पर्ने रहेछ क्या एकछिनसम्म धेरै पनि होइन छोरो नुहाई धुवाई गरेर एकदम फ्रेस भएर सुतेको छ अब खाजा खाने फिलिङ नाउ क्यामेरा फ्रेस भए भन न नुहाएर एकदम फ्रेस भए गुड भए भन साथीहरू यता रोटी पाक्दैछ यता तरकारी सिटी लाग्दैछ अनि यिनीहरू चाहिँ पाकिसकेका हुन् है अनि बेल्दै पनि छु रोटी तरकारी खानालाई यहाँ एकदम प्रतीक्षामा छ है नुहाई धुवाई फ्रेस भएको केटो यही हो है हेलो मिस्टर के छ हाल खबर